हेलो नमस्ते गुड मर्निङ। बाटो कस्तो छ के छ भनेर यसो हेर्दै हिँडेको, अलिकति डिस्टर्ब भयो। लास्टै खोला आएर बाटो त कसरी जाने होला। घुम यो कामको सिलसिलामा नयाँ नयाँ ठाउँ गाउँ घुम्नु पाइएको छ, अलिअलि पैसा पनि कमाइएको छ है। ठिक छ, नेपालमै बसेर नेपालमै गाउँठाउँहरू यसो घुम्यो, भिडियोहरू बनायो, युट्युबमा हाल्यो नयाँ नयाँ ठाउँको, अनि यसो काम पनि हुन्छ, अलिअलि यसो कमाइ पनि हुन्छ। खासै विदेश जानु परेको छैन, नेपालमै गरिरहेछ। एउटा खुसीकै कुरा हो जस्तो लागेर यहीँ सेटल भइयो नेपालमै। गाह्रो त गाह्रो हुन्छ, हरेक प्रकारको मान्छेसँग ठोक्किनुपर्छ। कोही मान्छे राम्रै हुन्छ, कोही मान्छे त कुरै बुझ्दैन, काम गरे गरे पैसै दिन मान्दैन, सित्तैमा काम लगाउन खोज्छ। गाह्रो छ, जे जस्तो नि अब गर्नै पर्यो। के भने हजुर गाह्रो छ, गाह्रो गरी खान त्यति सजिलो कहाँ छ र। छोरा मान्छे भएर जन्मिएपछि हरेक पाइला पाइलामा सङ्घर्ष गरेरै हिँड्नुपर्छ। बाहिर मान्छेले टन्नै कमाएछ भन्छन्, तर भित्री पीडा आफूलाई मात्रै थाहा हुन्छ। ल है हजुर चौतारा है, अब चौतारा त लगभग भेट्न अब त गाह्रै छ। चौतारा के को रुख हो? यो रुख त मैले चिनिनँ। चौतारा भेट्न गाह्रै छ, यहाँ चाहिँ चौतारा भेट्ने कि। पहिला पहिला अलि सानो हुँदाखेरि चौतारामा बस्यो केटाहरू, बुढा खाडा सबै चौतारामा बस्यो, गफ गऱ्यो, बडो रमाइलो हुन्थ्यो हजुर। के गर्ने, अहिले चौताराको हालत यस्तो छ। अहिले चौतारामा बस्ने गफ गर्ने टाइमै हुँदैन। के गर्ने, पैसा कमाउनु पर्यो, बच्चाहरू पढाउनु पर्यो, सबै कुरो गर्नु पर्यो नि। चौतारा माथि पानी ट्याङ्की पनि रहेछ है, गाउँको सबै पानी यहीँबाट सप्लाई हुने होला। पानी चाहिँ टन्नै छैन, पानीको समस्या छैन गाउँ बगौँ। ल यति नै है, फेरि अर्को भिडियोमा भेटौँ न।